आज चाहिँ म जङ्गल अफरोड गर्दैछु। कस्तो हुन्छ हेरौँ एक्सआरमा है, चट्टा लाएर साँझ साँझ भएको छ, डर लागिरहेछ। हेरौँ। हेलो एन्ड नमस्ते। मेरो पहिलो भिडियोमा जङ्गल अफरोडिङ कस्तो हुन्छ हेरेर सपोर्ट गर्नु होला। र आज म जाँदैछु नागार्जुनको जङ्गलमा एक्लै अफरोडिङ गर्दै, कस्तो हुन्छ हेरौँ है। जङ्गल चाहिँ एक्लै छु, अहिले त डर पनि लागिरहेछ। यहाँ मात्रै अलिअलि घर भएको, माथितिर त घर पनि छैन एउटा। हेरौँ अब कस्तो अनुभव हुन्छ पहिलो अफरोडिङ एक्सआरमा। हामी यसरी जान्छौँ। अगाडि अस्ति त बाटो भत्काएको थियो, अहिले बनाएको छ कि छैन थाहा छैन। कस्तो कुखुरा हो हेर्नुहोस्। ओ माई गड हो। बाटो त के हो यार, गाडी चाहिँ आउँदैन, बाइक चाहिँ जान्छ कि मजाले। ओहो, साथीहरू टन्नै भयो भने चाहिँ मजा आउने हो। एक्लै त के मजा अरे यार। कुन बाटो जाने त अब? तल फेरि बाटै छैन होला, तलको बाटो। हामी माथि नै जाउँ है त। हामी माथि नै जानेछौँ। ओ माई गड। ओहो, गाह्रै छ। भिडियोमा हेर्दा सजिलै हुन्छ, रियलमा अब यस्तो बाटो हिँड्दाखेरि अलि अप्ठ्यारै हुन्छ, किनभने बालु जस्तो माटो छ के। बालु जस्तो माटो भएको कारणले चिप्लिरहेछ क्या टायर। ओहो, ओ माई गड। धुलो पछि पछि आइरह। के हो यार यस्तो बाटो त? बाटो चाहिँ रहेछ, तर अरू बाइकलाई चाहिँ गाह्रै हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। डट बाइकलाई चाहिँ सजिलो हुन्छ। बाटो त के टन खने त यार। हामी माथि नै जाउँ। ओ माई गड। ओहो, काठमाडौँको नजारा हेर्नुहोस् यहाँबाट। यहाँबाट हामी सिधै माथि जानेछौँ। ओ माया, ओहो त्यहाँबाट आएको म। गाउँ जस्तै के। गाउँ जान मन छ भने, गाउँको इच्छा पुरा गर्न मन छ भने चाहिँ यता आयो हुन्छ कि गाइस। हसनडा जङ्गल निस्किन्छ यहाँबाट। नक्या हुँदै यता आउने। कसैले गाउँतिर राइड गर्न, गाउँतिर जस्तो राइड गर्न मन लाग्यो भने चाहिँ यता आयो। ढुक्कैले गाउँ जस्तै फिलिङ आउँछ क्या। गाउँ जस्तै फिल आउँछ, गाउँको बाटो जस्तै। हामी जङ्गल पस्दैछौँ है। ल एक्लै छु म। ओ म बाटो छ कि छैन? भगवान् रक्षा गर्नुहोस्। यहाँबाट चिप्लिन्छ यार यो यसमा त। अलिकति मिस्टेक हो भने चाहिँ गयो। भिडियो बनाउने चक्करमा फेरि चिप्लिन्छ यार यसमा त। ओ माई गड, कस्तो चिप्लिरहेको त नि। उतातिर बाटो छ कि छैन थाहा छैन मलाई, तर डर लाग्ने छ है यहाँ त। ओ माई गड, ओ माई गड, ओ माई गड, ओ माई गड। ओहो, यहाँबाट बाइक लाने म मात्रै हो कि अरू पनि होला नि यार?
साइकलमा हिँड्नेहरू चाहिँ हुन्छ नि होला मान्छे एउटै देख्दैन यार गाइस डर चाहिँ लागेर किनभने बेलुका बेलुका भएको नि त यहाँ कोही देख्दिनँ त्यही भएर हल्का दुईजना दाइ देख्नुभयो शान्ति भयो यहाँबाट आउँदो रहेछ नि बाइकहरू नि चिल पारेको ठाउँ छ अनि ओ माई गड माथितिर जानु पर्यो मान्छे चाहिँ आउँदैन तर बिचको जङ्गल जस्तो डर लागेर मलाई कोही छैन जस्तो लागेर के त्यस्तो जङ्गलभित्रै हिँड्नलाई डर लागिहाल्दैन अब यार शनिबार चाहिँ यहाँबाट धेरै आउँछन् कि मान्छे तर त्यो जङ्गलको बाटो आउनु चाहिँ मजै आउँछ किन कति दुई तिनजना भन्दा मजा आउँछ क्या अघि मेरो साथी आएको थियो तर के गर्नु अब उसँग घुम्न जानै पाएन म यहाँ चाहिँ चिल हो साथीहरू गाउँको जस्तो भाइब आउँछ यहाँ चाहिँ किन यसो जङ्गल छ गाउँ जस्तो त्यस्तो सहज जस्तो छैन कि ल्याङल्याङ ल्याङल्याङ मस्त आनन्द चिलबार काफलहरू चाहिँ पाकेको कि छैन हेर्नु पर्यो आज चाहिँ तर माथिको जङ्गल सक्दिनँ होला म डर लागिहाल्छ सक्छु र भने यहाँ आगे एक्लो जङ्गल के लास्ट डर लाग्छ कि त्यहाँ त एक्लै हुन्छ नि त राति नुन लागिसक्यो अब 5-6 बजिसक्यो कसो जाने त यार कोही गएको नि देख्दिनँ म लाली गुराँस छैन काफल त पाकेकै छैन होला यहाँ चाहिँ अब अफरोड जाँदैछु म यहाँ चाहिँ अफरोड जाँदैछु म कस्तो हुन्छ भन्नु होला कस्तो मनपर्छ ठाउँ त मस्त रहेछ नि शनिबार त कतिजना मान्छे होला न है आज चाहिँ एक्लै छु म साथीहरू बोकेर आयो भने त यो ठाउँ यस्तो मजा आउँछ नि म त एक्लै भएर नि त डर त लागिहाल्छ नि यार यस्तो एक्लै ठाउँमा अनि बाटो चाहिँ पिच छ क्या यहाँ चाहिँ कहाँ पुग्छ थाहा छैन मलाई है फर्स्ट टाइम जङ्गल आएको बाटो चाहिँ पिच छ ओइमा ओ मान्छे चाहिँ भेट्यो है झट्ट लाएर ओ बल्ल मान्छे चाहिँ आउँदो रहेछ नि क्या यहाँ पनि ल नत्र एक्लै चाहिँ गाह्रो हुन्छ के ओइमा ओ तेरी अफरोडको मजा चाहिँ ल ओहो मलाई डर लागेको थियो कि कोही भेट्दिनँ भनेर तर यहाँ जति चाहिँ मान्छे भेटेँ हल्का डर शान्त भयो कि यहाँ चाहिँ के रहेछ बाइक राख्न मिल्छ मिल्दैन बाइक यता राखिदिउँ वेटमा पुलिस चौकी रहेछ यार मामाहरू रहेछन्
ओ एकदम शान्त ठाउँ। लाएर आउँछु। काफल पनि पाक्दैछ नि है ल। भर्खर सानो दाना चिल भएर बस्ने ठाउँ छ है यहाँ चाहिँ। यहाँ चाहिँ के बन्दै थाहा होइन। मामाहरूले गाली गर्ने हो नि क्या। ओहो डाली गुराँस सकिएछ। तोर काहीँ मात्रै छन् क्या।